अमरता वरदान होइन, श्राप हो। हामी मध्ये धेरै मान्छे मर्नै चाहन्नौ। हामीलाई मर्नबाट धेरै डर लाग्छ। यो प्रकृतिको नियमलाई जसरी भए नि तोड्न चाहन्छौ। हामीलाई इमोर्टल हुनु छ। तपाईलाई मनपर्ने एउटा मान्छे मर्दाखेरि तपाईलाई यति धेरै दुःख लाग्छ। त्यसो भए सोच्नुहोस् त, तपाईलाई त अनन्त समयको लागि आफ्नो सन्तानको हेरचाह गर्नु छ, उनीहरूलाई हुर्काउनु छ, ठुलो गराउनु छ र अन्त्यमा गएर उनीहरूको मृत्यु हेर्नु छ। र यो प्रोसेस निरन्तर चलिरहन्छ। तपाईले यसलाई चाहेर पनि टाल्न सक्नुहुन्न। यो कुरा सहन नसकेर म शरीर त्याग्छु भन्ने कुरा पनि आउँदै आएन, किनकि तपाईँ त अमर हुनुहुन्छ नि। अनन्त समयसम्म जीवित हुन पाउँदा आफूलाई मनपर्ने गाडी, घोडा, घर सब किन्छु होला जस्तो लाग्छ। तर जब तपाईँले यसको नकारात्मक असरको बारेमा थाहा पाउनुहुन्छ, तपाईँलाई अमरतादेखि डर लाग्न लाग्छ।